हेलो नमस्ते। आज चाहिँ भने हामी नेसनल पार्कमा जाँदैछु। भित्रको नजरिया कस्तो छ तपाईहरुलाई देखाउने छु। लु अब यसरी हेर्दै जाउँ। अनि यहाँ माथि चाहिँ मेरो हस्बेन्ड र कजन सिस्टर जाँदैछ उनीहरू। हाई गर्न दुईजना। अनि मेरो हजुर पनि त्यतिकै बिजी नै छ, उसको रेकर्ड गर्दै हिँड्दैछ उसको युट्युब च्यानलको लागि। अनि हामी चाहिँ सबैजना अब माथि हिँडेको, उनीहरू चाहिँ टुरिस्टहरू छ, सबैजना फर्केर आउँदैछ। अनि उनीहरूले हाई पनि भनिरहेको छ मलाई। म त त्यत्तिकै उकालो हिँड्न नसकेर स्याहाँ भएर उनीहरूलाई हाई पनि भन्न सकिनँ। कोही गाइड छ र कोही यस्तै आफ्नो कपाल भोइसमा हिँडिरहेको छ। मेरो बुढो चाहिँ त्यत्तिकै बिजी छ रेकर्डिङ गर्नु। टुरिस्टहरू चाहिँ बहुत देख्नु पाइन्छ, सिजन स्टार्ट भएको छ त्यसै कारणले टुरिस्टहरू चाहिँ बहुत देखिन्छ है। So are you allowed to take? Allowed छ? फोटो खिच्नु? Do not touch अनि लपमा के? This is cafeteria. Daddy, पहिला यो बनाएको थिएन है? हामी आउँदाखेरि थिएन हैन? वाउ, नाइस। बुढा, Yes. how are you? I'm fine. मेरो बुढा चाहिँ फेरि बिजी छ, उसकै धुनमा छ भिडियो बनाउनु। You do not fit देख्यो? Okay. Is banana ready? बाँधिन ल। बुढोले चाहिँ मलाई यस्तो फेसिलिटिज पाउँछ बुढी भनिरहेछ के हो। अनि यसलाई चाहिँ भन्दो रहेछ बाकिङ डियर है, बाकिङ डियर भन्दो रहेछ यसलाई चाहिँ। अनि ऊ माथि पनि एउटा डियर छ। अहिले त बेसी देख्दैन रहेछ, एउटा दुईवटा मात्रै पर देख्दैछ। सायद पानी परेको कारणले गर्दा होला। पहिला आउँदाखेरि त बहुत थियो, योपालि त यति साह्रो देखिएन। यो चाहिँ साम्बा डियर भन्दो रहेछ। फिमेलको सिङ हुँदैन रहेछ, मेलको चाहिँ हुँदो रहेछ। अनि उहाँ पनि एउटा सानो छ, साम्बा डियरै हो जस्तो छ हो रहेछ। साम्बा डियर सानो छ रहेछ। टुरिस्टहरूले हेरिरहेको छ, इन्जोय गरिरहेको छ। अनि यो डियर यो चाहिँ के को रहेछ खोइ यति साह्रो याद भएन मलाई चाहिँ। पानी परेको कारणले गर्दाखेरि यति साह्रो याद पनि गर्न सकिनँ। पानी पर्दै थियो, त्यो कारणले गर्दाखेरि म त छिटो भिडियो बनाएर आउनु पर्यो है। त्यसले गर्दाखेरि मैले त्यो इन्फर्मेसन दिन सकिनँ। आउँदै पानी निकै पर्न थाल्यो, त्यसो कारणले चाहिँ हामी एउटा सेल्टरमा बसेँ होइन। बसेर चाहिँ यस्तै परदेखि भिडियो बनाउँदै बसिरहेको छु। अनि त्यही टुरिस्टहरू चाहिँ कोही फोटो खिचिरहेको छ, कोही अम्ब्रेला ओढिरहेको छ।
यसको मुनि चाहिँ टाकिन छ रहेछ एउटा दुईटा त त्यही म चाहिँ टाढो बसेर जुम गरेर बसिरहेको छु पानी कहिले चाहिँ रोकिन्छ भनेर टाढोदेखि नै भिडियो बनाएर बसिरहेको छु अनि यहाँ भने चाहिँ मेरो हस्बेन्ड सेल्टर लगाएर बसेको रहेछ कोही टुरिस्टहरू फोटो खिचिरहेछ कोही कोही नानीहरू यस्तै खेलिरहेको छ लेट्स गो जाउँ भनेर चाहिँ यहाँदेखि स्टार्ट गरेँ हामी होइन स्टार्ट गरेर चाहिँ जाँदा जाँदा गरेर यस्तो बहिनीहरू पनि जाँदैछ अन्त यहाँ इन्डियन टुरिस्टहरू पनि छ रहेछ उनीहरू पनि भिडियो बनाइरहेको छ अनि यहाँ चाहिँ एउटा सानो डियर जाँदैछ रहेछ इट्स भेरी ब्युटिफुल है दामी लाग्यो अनि यहाँ पनि मान्छेहरू यत्तिकै छाता ओढेर हिँडिरहेको छ आइरहेको छ यो बाटो चाहिँ निकै लामो माथिसम्म पुग्ने छ रहेछ यहाँ भने चाहिँ टाकिनहरू चलिरहेको छ एउटा दामी गरेर एउटा बङ्गलो टाइपको सेट पनि छ रहेछ इट्स भेरी ब्युटिफुल टु लुक एट सो इट्स अ भेरी ब्युटिफुल फिलिङ्स है जब हामीले यसरी वाइल्ड एनिमलहरू चलिरहेको देख्दा र नेचरसँग कनेक्ट हुँदाखेरि चाहिँ एउटा डिफ्रेन्ट छुट्टै टाइपको एउटा इमोसन्स फिलिङ्सहरू हुँदो रहेछ जति थाके पनि नथाकेको जस्तै हुँदो रहेछ हेर्नुहोस् तपाईँहरूले पनि ट्याकिन र मिर्गा डियर कस्तो मजाले चलिरहेको छ तलबाट हिँडेर यहाँ माथिबाट फोटो खिच्दाखेरि भिडियो बनाउँदा यस्तो दामी देख्दो रहेछ हेर्नुहोस् तपाईँहरूले हामी चाहिँ माथि कतिखेर पुग्यो थाहै भएन भिडियो बनाउनु चक्करमा यति बिजी थियो माथि गएर फर्केर हेर्दाखेरि त कस्तो दामी देख्दो रहेछ भनेको वाउ इट्स ब्युटिफुल अनि यहाँदेखि यस्तो जाँदाखेरि जाँदै गर्दाखेरि यस्तो सिँढी छ होइन यति मजाको ग्रिन गरेर सिँढी यस्तो दामी फिलिङ आउने क्या त अन्त यहाँबाट जाँदै गर्दाखेरि हेर्नुहोस् माथि एउटा फेरि क्याफेटेरिया छ माथि एउटा होइन यहाँबाट हेर्नुहोस् अनि यहाँ चाहिँ एउटा मुनल हो कि के एउटा बर्ड थियो तर मेरो भिडियोले यति राम्रो जुम गरेर देखिनँ थालिसकेको रहेछ कफी छ रहेछ एउटा यहाँ इट्स भेरी नाइस कफी लेखेको रहेछ है फ्रेसली ब्रिउड अरे सो इट्स भेरी नाइस प्लेस इट्स ब्युटिफुल क्याफेटेरिया टुरिस्टहरू चाहिँ अघि आएर उनीहरू फर्किँदैछ इट्स भेरी नाइस प्लेस हेर्नुहोस् तपाईँहरूले भिजिट गर्नुहोस् टु भिजिट नेक्स्ट टाइम लेट्स गो अब भने चाहिँ हामी वी आर गोइङ ब्याक है अघि जहाँबाट आएको थियो जुन क्याफेटेरियादेखि आएको थियो त्यही जग्गामा जाँदैछु तर बाटो अर्को भएर जाँदैछु मलाई चाहिँ पुरै सर्दी लागेको कारणले गर्दाखेरि मेरो स्वर पनि पुरा घाँसिएको छ तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोस् भन्दै आजको दिनमा एन्ड गर्न चाहन्छु सबैजनालाई बाई टेक केयर Enjoyed a lot. Yeah.